नमस्ते, रिमा भ्लुज ब्लगमा स्वागत छ। आज चाहिँ म कोदोको बिउ राख्नलाई खन्नु जानु लागेको छु। यहाँ चाहिँ छ गुलाबको फुल, फुलै फुल छ। म जाँदैछु। फुलबारी आमा र दाजुभाइलाई कसलाई हेर्छ कति त साह्रो होला कसको गोरु ल्याउँदैन। कोदोको बिहा राख्नुलाई खन्दै अरेको यो चाहिँ स्याँ हुँदो रहेछ यो कोदोको बिउ। साह्रो बाहिर नखानु न, कालो खानेर अनि अर्को उसले स्वाटै लगाइदिरहेको ज्यादा बाहिर जान्छ अरे जिउको उसबाट। हो त तल्लोपट्टिबाट नोकलाई चाहिँ अलिअलि तासिदियो जस्तो गरेको र हुन्छ होला, तर फेरि बाटो मेटी जान्छ होला। भन्दै थियो म सक्दै छुइनँ अनि हामी यहाँ पन्ध्र छौँ भन्छु पुगेपछि पन्ध्र लाग्यो। यो प्याज चाहिँ कति साह्रो गर्नुहुन्छ? कोदोको बिउ राख्ने
घामले पोलेर मारा अब एकछिन बस्नुपर्छ अन्य रन्दा अझै शीतलतिर बसौँ मरिन्छ त्यहाँले घाँस काट्नु हुँदैछ बाटो गर्नुहुन्छ खै के काट्ने र तिमीलाई काटिहाल्यो पर्छ आपत्ति खेलायो घामले एकछिन त गाडी बनायो सक्नु लागेको अलिकति छ त्यसमा मरिने भयो के हरियो अब चाहिँ हामीले बाँझोहरू खनिसक्यौँ यत्रो ठुलो गरा अब फेरि एकछिनमा अलरेडी यो माटो सुक्नु दिएर बिउ छर्नेछौँ क्या बाँझो खन्दाखेरि यो बिउ छर्नुको लागि खन्दाखेरि यहीँ गाजर भेट्यो बिरालोको आँखा जत्रो छैन त्यही पनि लाँदैछु म घर यसको नाम हो गाजर गाजर खन्दाखेरि निस्केको यो बाँचो खन्दा गलेर आएको छ अब जाँड टक आएको छ कोदोको जाँड देमाको है यहाँ छ मेरो स्वाटैसँगले नै बिउ हाल्नु जाने छर्नु जाने अचार खाइन्छ टक्कैसँगले चाउचाउ नै दिदी हो आज नै हो गरेन चाउचाउ मिठो ने यति सानो सुन्नु नि यता देखाउन कोदोको बिउ छर्नु आमाले चाहिँ कोदोको बिउ छर्दै यता कोदोको बिउ पनि देखाउँ न कोदो भनेको के हो यो कोदो सेतो हो कि क्या हो यहाँ घोप्टाइदिनु अहिले थपिराख्दा हुन्छ त भनेको अहिले थपिराख्नु यसरी छोड है म दिदीलाई त राख्छु ल यता दिलतिर त लाउनु पर्दैन होला हौ मलाई यताले सोच्यो त भयो अझै ठुलो यता अब त्यता सोच्यो कुखुराले भुटाए जस्तो पो खेल्नु पर्छ त्यस्तो
उहाँले चाहिँ बिउ छरेर मल छरेर जिलाइरो मार्दैछ यहाँ पातलो भए जस्तो छ हामी चाहिँ कोदोको बिउ राख्दाखेरि यसरी जिलाइरो मारेर राख्छौँ पूर्व मर्ने हो त अब यहाँ प्रसङ्गले उर्लेको अनि यहाँ त यहाँ त फुटी गएछ उम्रिनेमा उम्रिन्छ त्यही नै जरा जान्छ तलमै छ र भने पा त्यो हुँदैन होला नि जरा लामो जाँदैन उठाउनु सजिलो हेर्नु जाउँ है यो सकेर एकछिन ल के मुढा निकालेको त्यसको छेउमा बस्नु एकतिर उस कुट्टे किन त्यसो निस्केर त माथिको ठुलो हस्त नमस्ते सबैजनालाई बाई बाई हामीले चाहिँ छरिसक्यौँ कोदोको बिउ छरिसक्यौँ अब चाहिँ